हेलो गुड मर्निङ फ्रेन्ड्स। यतिखेर म यहाँ इलामको लक्ष्मीपुर भुटानी चौक भन्ने स्थानमा आइपुगेको छु। यहाँ देख्दै हुनुहुन्छ निर्माणधीन बाटो है, बाटो फराकिलो बन्दै गरेको र कच्ची बाटो। अहिले यो मेरो वेगनरलाई पनि ल्याएर आएँ। यहाँ ट्रिपरहरू देख्नु सक्नुहुन्छ। यो निर्माण सामग्रीहरू यताउता लिएर हिँड्ने गाडी। बाटो बन्दैछ, विकासको क्रम चाहिँ एकदम द्रुत गतिमा रहेको जानकारी गराए साथीहरू। मलाई पनि खुसी लाग्यो, अफ रोड भए पनि अलिकति गाडीलाई केही छैन। यसरी ट्र्याक्टरहरू तपाईँको ठुलो गाडीहरूलाई चाहिँ सहज रूपले हिँड्नु पर्दछ। यो मेरो साथीलाई ल्याएर आएको छु, उहाँको आफन्तका लिएर आएँ। अनि यहाँनिर फुलहरू फुलेको देख्नु सक्नुहुन्छ। मजाले फुलहरू फुलेको है। यहाँनिर गाउँको ल हाम्रो साथी यहाँ हुनुहुन्छ सुरेन्द्रजीको मिसेस भाउजू हुनुहुन्छ। हजुरको चाहिँ को पर्नुभयो उहाँ? दिदी बिना माइली दिदी नि। ए हामी आठवटी दिदी होइन, माइली म काइली। ए ल हाम्रो भाउजूको दिदीको घर लक्ष्मीपुरमा। नमस्कार। यहाँ चाहिँ भिनाजु, उहाँ चाहिँ भिनाजु हुनुहुन्छ। ल है साथीहरू, गाउँघरको रमणीय एकदम शुद्ध एकदम स्वच्छ वातावरण। ल हेर्नुहोस् यहाँ यस्तो मकैहरू हराइसकेको छ। यहाँ चाहिँ रहेछ यसरी गाउँघरमा चाहिँ जो गरेको भनिन्छ यसलाई होइन, जो गरेको भनिन्छ नि। यो बिउको लागि कि ए मुसालाई डाइट। योपालि त सयपत्री फुल पनि पाइएन नि तिहारतिर। सयपत्री यतिखेर फुल्या रहेछ है। कस्तो लाग्छ कमेन्ट सेयर सब्सक्राइबहरू हानिदिनु होला है ब्लगमा। यहाँनिर चाहिँ बाख्राको खोर रहेछ। बाख्राहरू मजाले बाख्राले ल म त घुम्नु पो थालेँ हो यतातिरै। देख्दै हुनुहुन्छ गुन्द्रुक सुकाएको। आहा कति मजाको चरर आवाज आइरहेको छ। किरा फट्याङ्ग्राहरूको सिस्नु पनि रहेछ है साथीहरू। ल भन्नु न अन्त घुमाइ कतिको भएको छ योपालि चाहिँ? अनि भाउजूसँगको यात्रा कस्तो रह्यो त? रमाइलो छ, रमाइलो छ है। 50 वसन्त पारीको हनिमुन कस्तो भइरहेछ भन्नु न। ल हजुरले भनिदिनु नि त। मान्छेले 40 कटेपछि रमाउला भनेको 40 कटेपछि साँच्चै हो र त रमाउने। मजाले रमाउनु भयो नि त। 40 कटेपछिको हनिमुन त झन् दामी हुँदो रहेछ। ल सुन्नु है साथीहरू, यहाँ हाम्रो तपाईँको राय भनिदिनु नि त, कस्तो लाग्यो? त्यही हो ल। अन्त म यो दोस्रो चाहिँ हामीलाई छोडौँगे गीत हाल्नु। अनि तपाईँले पछि म एउटा सानो भिडियो बनाइदिन्छु। ल भिडियो बनाइदिनुहुन्छ? म भिडियो बनाइदिन्छु। होइन भने साथी भने कस्तो हुन्छ भने हामी दिदीहरूलाई यहाँ हाम्रो साथीसँग धेरै वर्षपछिको भेटघाट हो साथीहरू। उहाँ काठमाडौँबाट पाल्नुभएको है। हामी पहिला एकदमै त्यहाँ सँगसँगै गाडी पनि चलाउने, रमाइलो पनि गर्ने। 15 वर्ष पछाडि साथी भेट भएको। 15 वर्ष धेरै भयो हौ है। अब बच्चे भएदेखि आफ्नो ल 23 वर्ष हो भयो ल। लगभग हामी 15 देखि 17 वर्षको अन्तरालमा हाम्रो भेटघाट हो साथीहरू। यहाँ भाउजू हुनुहुन्छ, खुब रमाइलो क्या भाउजू त, एकदम फ्री एन्ड फ्रेङ्क होइन। उहाँ पहिला पनि त्यस्तै हुनुहुन्थ्यो, एकदम पहिलाभन्दा पनि झन् राम्रै हुनुभएछ। पहिलाभन्दा पनि एकदम बोल्नुहुन्छ, रमाइलो हुनुहुन्छ।
एकदम फरासिलो हुनुहुन्छ होइन अनि म दाइ चाहिँ आज अलिक गम्भीर हुनुहुन्छ भन्नु न दाइ पनि रमाइलो हुनुहुन्छ हाँस्दै हुनुहुन्छ यहाँनिर होइन भिनाजु पनि हुन्छ हजुर चिनी खानु छ चिनी नराखिदिनु मलाई त धेरै राख्यो भने थोरै चिनी थोरै राखेर एकदम यस्तै चाहिँ धेरै लामो साथीहरू। ब्लक ब्लक धेरै लामो यता भाउजूको छेउमा आएर बसौँ न अनि आउँछ नि त यतापट्टि आउनु नि यता आउनु तपाईँ यतापट्टि आउनु न ब्लक लामो भएर जाँदैन भन्ने चाहिँ तपाईँले लाइभ हालिदिनु पर्थ्यो नि बाबु भ्याइ छैन उसको भिडियो नै अब क्यामै आउँदैन नि त के अरे वाइफाई नदिँदैन अब हामी यसरी छौँ वाइफाई नदिँदैन होइन अब यहाँ चिया खाएर अब निस्किने प्रोग्राम हुन्छ चिया चाहिँ हामी खानेवाला छैनौँ चिया चाहिँ खान्छौँ चिया खाने अनि यहाँबाट फेरि म चाहिँ निस्किन्छु उहाँहरूलाई छोडेर म त जानु पर्यो होइन जानु आज यही बस्नुहुन्छ भोलि बिहान दिन्छु ल बिहानको यही गाडी बस्नुहुन्छ अरे तपाईँ पनि बस्नु भन्दै हुन्छ भित्रबाट म त फेरि मेरो चल्लाहरू छ नि त माथि चल्ला छ हजुर हुर्केकै छ तर फेरि चारोहरू पुऱ्याउनु पर्छ नि त गुडमा दिनभरि पखरा लाएर उडे पनि बेलुका चारो पुऱ्याउनु पर्यो नि पर पऱ्यो नि कहाँ हरायो यो भाले चाहिँ भनेर फेरि त। यो नकाटिकन राख्नु भएको छ साँच्चै भाले भन्दा साधु हुनुभएको अरे के अनि जम्मै पालेर यस्तै छ साथीहरू है रमाइलो वैराग्य जीवन घाट यस्तै हो जिन्दगी वैराग्य जीवन बिताउँदै हुनुहुन्छ होइन नि अनि वैराग्य त नभनौँ होला यस्तै छ है साथीहरू है अब अरू पनि हेर्दै गरौँ होला अहिले है पछि अपडेट अब हाल्दै चिया आउँदैछ हाम्रो चिया खान्छौँ तपाईँहरूको के कस्तो बित्दैछ दिनहरू हाम्रो दाजुभाइले चाहिँ 40 कटेर रमाउने 50 भनेर 40 मा गीत अलि ढिलो 40 अलिक एबभ भएछ तर 50 मा पनि एकदम निकाल्नु पर्ने थियो भनेको नि एकदम रमाइराख्नु भएको छ अरे अब हाम्रो यहाँ चिया आइसकेको छ दिदीले ल्याउनु भयो चिया धेरै धेरै धन्यवाद भिनाजुलाई चाहिँ खै त अन्त यहीँ मिनाजुलाई पनि ल्याउँदै आउँदैछ ल भिनाजु आउँदैछ हजुरलाई चिया अब फेरि पाहुनालाई मात्रै छिटो छिटो दिएर भएन नि त कालाई ढिलो हुन्छ घरकालाई पनि दिनु पऱ्यो है